हेलो वेलकम छ मेरो आजको नयाँ भ्लगमा है। अन्त आज चाहिँ हामी यहाँनिर ढेलुकिदुमा आएको है। सात हावा चढिरहेको छ, न्युने बसेको थियो है। न्युने बसेको हेर्दा चाहिँ अब आज लास्ट ओभर भइसक्यो। सो अब आज हामी चाहिँ यहाँनिर किदुमा आइसक्यो है। अन्त तपाईँहरूलाई पनि सानो सानो ट्रिक्सहरू देखाउँदै गर्छु। अन्त अस्ति चाहिँ यो साइडमा न्युने बसेको थियो है। अहिले सबै उठाइसकेछ बेडहरू होइन। अन्त अहिले यतिको खाली भइरहेको छ। यहाँ हेर्नुहोस् बसिसकेको है। ढेलुकिदु ओभर भइसक्यो। ओके अब चाहिँ है रिम्पु चाहिँ उताबाट निस्किनु भएछ। रिम्पु क्रस भयो अरे है। सो अब हामी चाहिँ तल रिसिभ गर्न जाँदैछु। अन्त देखाउँदै गर्छु है, हेर्दै गर्नुहोस् है त। ल यहाँनिर है फुल पक्रेर सबैजनाले वेलकमिङ गर्नुको लागि रेडी छ। यहाँ मेरो छोरी दाग्जेन स्माइल दाग्जेन रेडी छ, सबैजना रेडी छ यहाँनिर। यहाँ पास आगर त सबैजना लु फाइनली हाम्रो यहाँ रिम्पु चाहिँ आइपुग्न आँट्नु भयो। आइपुग्यो भन्दा पनि भइगयो है। हाम्रो यहाँ बाइकहरूले चाहिँ वेलकमिङ गर्दैछ। Boche. 당신 가다 비 낭쇼 가다 낭쇼 가다.
ल ओके है अब रिम्बु चाहिँ आउँदै गरेको तपाईँलाई सबै मैले देखाइसकेँ है अन्त अब यहाँनिर चाहिँ अब हामीलाई अलिकति अब यो साकत हावा एन्ड के हो भनेर सबै एक्सप्लेन गर्नुहुन्छ है अन्त अब यहाँ अगाडि सबैजना आइरहेको छ गरम गुरु वृक्षको आयुको अभिषेक सेवन भनौँ न है त्यो चाहिँ म तपाईँलाई दिन्छु त्यसको लागि तपाईँहरू योगा हिस्सोमा चाहिँ आफ्नो बडी स्पिच एन्ड माइन्ड तिनटैलाई चाहिँ काम गरेर राख्नुहोस् ध्यान दिएर बस्नुहोस् फाइदा हुन्छ जब तपाईँ गुम्बा गर्नुहुन्छ कुरा गर्नुहुन्छ गफ गर्नुहुन्छ त्यो बाहिरको फाल्टु कुराहरू गर्नुहुन्छ त्यहाँदेखि त्यो चाहिँ अलिकति पारा नमिलेको जस्तो जब तपाईँ उहाँले सकेर घरमा जानुहुन्छ त्यहाँदेखि हाम्रो फाल्टु गफहरू गर्नुहुन्छ नो प्रब्लम त्यो गर्नुहुन्छ हामी सबैले गर्छौँ बट गुम्बामा आएर पूजामा बस्दाखेरि चाहिँ जति सक्दो ध्यान दिनुहोस् अलिकति काम बस्नुहोस् जिउले पनि काम राख्नुहोस् बडी पनि काम गर्नुहोस् मनलाई पनि काम गर्नुहोस् ओके त्यहाँदेखि म स्टार्ट गर्छु है के भन्नु है भन्नु पनि सकिन जान्दिनँ के भन्नु भन्नु अब हामीलाई अलिकति अब यहाँनिर अन्त उहाँको अलिकति बारेमा भन्नुहुन्छ है अन्त त्यो तपाईँहरूलाई पनि देखाउँदै गर्छु राम्ररी सुन्नुहोस् है खेपोला वहाँबाट आएर खेपोला आइन पार्टी यहाँ हाम्रो युनियनको 3 दिन युनियन उहाँले अर्गनाइज गरिदिनु भयो एकदमै राम्रो पूजा गरिदिनु भयो एकदमै राम्रो हाम्रो किडुकको भाग्यले गर्दाखेरि हामीले खेपोला पनि हाम्रो खेपोलाको टिम पनि एकदमै राम्रो एकदम मान्छेले त बुझ्यो तर जनवारले बुझ्ने पाराले उहाँले प्रवचन दिनुभयो उहाँले छो गरिदिनु भयो त्यसमा हामी अति खुसी छौँ हामी सबै धन्यवादी छौँ र अब सबै बुझ्दैन हो त बुझेन तपाईँहरू सायद बुझेर जस्तो लागेन छिटो बुझे छिटो बुझे जब तिमीबाट आउनुभयो 1959 मा उहाँसँग मेरो आप्पा चाहिँ जब्लुरु बुझे उहाँ अन्त उहाँको दाजु चाहिँ सिलगढी बुझे मेरो प्रिभियस अवतारले चाहिँ मेरो आप्पाको दाजु यस्तो रिलेसनमा छ होइन त्यहाँदेखि मेरो आमिला मेरो आप्पाको दिदी एकजना रमेश आदि एकजना भाइ उनीहरूसँग उनीहरू 5 जना सँगै तिब्बतबाट जब आए 1959 नेपालमा जानुभयो त्यहाँदेखि माथि कश्यप बुढानी साइडमा बस्नुभयो लास्टमा चाहिँ जब क्याप्टेन झुन्झुनु पछिले चाहिँ 1963-64 मा चाहिँ धुन्दु रत्तलिङ उडिस्साको धुन्दु रत्तलिङको बनाउनु पर्छ दले लामाको वचनले चाहिँ अब धुन्दु रत्तलिङमा पनि टिममा बनाउनु पर्छ त्यो दले लामाले चाहिँ क्याप्टेन झुन्झुनु पछिले हाम्रो टिममा हेडलाई चाहिँ उहाँले भन्नुभएको रहेछ अनि तपाईँ चाहिँ
उडिस्सामा निमा गुम्बा बनाउनुपर्छ किनभने तपाईँ सुप्रिम हेड हो निमा गुम्बाको उहाँले ल वचन चाहिँ उहाँको हुन्छ भन्दाखेरि चाहिँ क्याप्चर भिडियोको पक्षले चाहिँ हाम्रो फ्यामिलीले भनौँ मेरो आमा मेरो प्रिभियस सिङ्गल पक्षले अब तपाईँ चाहिँ खर्सामा मुनालीमा बस्दै होइन तपाईँ उडिस्सा आउनुपर्छ उडिस्सामा हाम्रो निमा गुम्बा बनाउँदैछ त्यसको लागि तपाईँहरू बस्नुपर्छ म त त्यहाँ गएर गुम्बा मात्रै बनाएको छु बस्नु तपाईँहरू बस्नुपर्छ भन्दाखेरि चाहिँ अब गुरुको वचन त्यो पनि गुरुको वचनले चाहिँ काट्नु नसकेर चाहिँ मुनालीमा राम्रो बसिरहेको थियो सुनेको नि त मुनालीमा सेटल भएर राम्रो बस्दाखेरि फेरि उसले मुनि आउनुपर्छ उडिस्सामा भन्दाखेरि चाहिँ त्यसरी चाहिँ उडिस्सामा जानुभएको उडिस्सामा अनि कुन साल बसेर चाहिँ उहाँ मृत्यु भयो 1973मा चाहिँ मृत्यु भयो उहाँ सुरुपछि मृत्यु भएको थियो अनि जब म 1978मा चाहिँ क्याप्चर भिडियो जब नेपालमा हुँदाखेरि चाहिँ जब म जन्मेर 3 सालमा चाहिँ बुझेको हो यो चाहिँ प्रिभियस तपाईँको दाजु सुरुको रिइन्कार्नेसन हो भनेर चाहिँ मलाई त्यति बेला रेकगनाइज गरेको 1978मा चाहिँ त्यहाँदेखि 1978मा चाहिँ उहाँले रेकगनाइज मात्रै गर्नु भेट्नु चाहिँ 1980मा चाहिँ विषयमा मलाई जब म 5 वर्ष हुँदाखेरि चाहिँ विषयमा मेरो केस काट्नु भएको अनि ट्याब्लेटको धोका र ट्राफिक चाहिँ विषय गर्नुभएको त्यस्तो हो अन्त त्यहाँदेखि जब म 1987 or 88 का हाम्रो यता कालिम्पोङमा या दार्जिलिङ साइड आन्दोलनको टाइममा चाहिँ म यहाँ जतिबेला फर्स्ट टाइम आएको थिएँ त्यति बेला 8 वर्ष चाहिँ म कालिम्पोङमा मिक्सरले चाहिँ तिमी चाहिँ अब साउदोबारीमा जानु दोस्रो गुम्बामा त्यहाँ हाम्रो लामाहरू छ हामी सेना पनि छ भनेर चाहिँ मलाई मेरो आप्पा आमालाई चाहिँ छोरा चाहिँ अब माथि गुम्बामा स्कुल नपढाउनु स्कुल नपढ्दाखेरि भान्से पुरा हुन्छ त्यो जस्तो भान्से पुरा भएको मलाई चाहिँ बस्तीको पुरा आउँदैन यहाँ स्कुल पठाएको मलाई जब 1993मा चाहिँ म पढ्नु लागि बुद्धिस्ट फिलोसफी हामीले भन्छ नि ल हायर एजुकेसनको लागि चाहिँ म साउथ इन्डिया मोनास्ट्री क्याप्चर युनिभर्सिटी गुम्बामा चाहिँ 94मा चाहिँ म गएको थिएँ 94मा चाहिँ त्यहाँ गएर अनि जब 2005 भयो 2005मा मेरो क्लास 2005मा पुग्यो त्यहाँदेखि 2007मा चाहिँ उहाँ हाम्रो मेरो गुरु साइबल लामा मेरो विषयलाई मलाई छुट्टी भएको थियो अब म माथि जानुपर्छ अब माथि दुर्पिन गुम्बामा जानुपर्छ म पहिला आउँदा पनि पढ्नुलाई मात्रै गएको लास्टमा फर्केर चाहिँ दुर्पिनमै आउँछ त्यो खालको एउटा टेक्निक बनाएर लामा र खिम्बुलासँग त्यही गरेर म गर्छु अब म जानुपर्ने रहेछ त्यहाँ हाम्रो गुम्बाको सिचुएसन यति राम्रो छैन अनि म सोध्छु अन्त हुनुहुन्छ अब मलाई आशीर्वाद दिनुहोस् है म जस्तो जाँदा केही नहुने जस्तो केही नभएकोले यस्तो दुःख समाउनु लागि चाहिँ मलाई तपाईँले आशीर्वाद दिनुहोस् अदरवाइज मलाई जस्तो केही छैन न पैसा छैन न नाम छैन है साह्रो पर्छ भनेर मान्छेले भने त्यति बेला तिमी जानु केही हुँदैन म आशीर्वाद दिन्छु भनेर उहाँले पुरा एउटा हुन्छ नि अब हाँसेर चाहिँ भन्नुहुन्छ क्या उहाँले तिमी जानु केही हुँदैन म प्रार्थना गर्छु बोलाउनु गर्छु आशीर्वाद मेरो छ तिमी जानु त्यहाँदेखि 2008मा म फर्स्ट टाइम आएँ अनि 2008मा आएर चाहिँ अन्त गुम्बाको सिचुएसन हेऱ्यो गुम्बा पहिलादेखि लामा क्लास पनि लागिरहेको छ त्यहाँदेखि के छ भन्दाखेरि अलिकति फाइनेन्सियल भेरी भेरी विकनेस छ त्यहाँदेखि म 6 महिना कि 8 महिना बसेको 6 महिना 8 महिनामा भनौँ न आउने बेला चाहिँ अब मेरो तकदिर पनि होला गुम्बाको एउटा तकदिर पनि होला र गुरुको आशीर्वाद पनि होला ठ्याक्कै एउटा स्पोन्सर भेट्यो स्पोन्सरले भन्यो गुम्बा सानो छ ठिकै छ तिमी जानु को हेल्प
गर्नुपर्छ भनेर चाहिँ अन्त 2009 मा ठ्याक्कै कोभिड टाइममा चाहिँ हाम्रो गुरु उहाँ पुरा बिमार हुँदैन साह्रो हुँदाखेरि चाहिँ मुम्बाले एउटा उयो दियो के भन्छ एउटा म्यासेज जस्तो थियो जति एउटा उहाँको चेलाहरूसँग खेपोला छ ढुङ्गामा घेरो भन्छ साउथ इन्डिया कुदामा आएर चाहिँ हाम्रो गुरुको लागि चाहिँ त्यही सुख चलाउनुपर्छ हामी पूजा गर्नुपर्छ उहाँ सिरियस छ भन्दाखेरि चाहिँ हामीले त्यही एउटा रिजनमा पनि म आएको इन्डियामा अन्त आएर चाहिँ आफ्टर 20-25 दिनको भयो त्यहाँको त्यो कार्यक्रमहरू सबै सकेर चाहिँ 2009 को मेरो फर्स्ट टाइम उहाँ त्यहाँनिर आएको मेरो अलिकति एउटा मेरो बारेमा भन्नुपर्ने त्यस्तो छ कि चाहिँ भोटोहरू छे त्यसरी क्षेत्रहरू छे व्यवस्थाहरू छे झगडाहरू छे उहाँ ठुलो सानो सबै पाएको हो उहाँ पनि मैले पाएको हो है अनि आजको उहाँको बारेमा भन्नु पऱ्यो भने चाहिँ आजको उहाँ चाहिँ त्यति जुन डिक्लेरेसन जुन मलाई रेकगनाइज गर्नु दुर्बिनको फाउन्डर उहाँको तिर्छ्यो उहाँको एउटा किचन ट्रेजर तिर्छ्यो भनेर एउटा किचन ट्रेजर यो ट्रेजर जब त्यसको लिङ्क भन्छ लिङ्क कनेक्सन चाहिँ तपाईँले लानु पऱ्यो भने माथि गुरु रुचेसँग पनि कनेक्सन गर्न सक्नुहुन्छ त्यसको बारेमा कसरी भन्यो भने चाहिँ त्यहाँ दुजुरुमछेको प्रिभियस लाइफ ठाकुर दुजुलिङ्गको प्रिभियस लाइफ चाहिँ कम से कम 1000 सालको ग्याप छ 900 सालको 900 इयर्सको ग्याप छ 900 इयर्सको ग्यापमा त्यो पहिला चाहिँ को रहेछ भने चाहिँ रोबिन क्युजोल हो झेम्बाङ हेरेर भन्छन् 25 वटा गुरु रुचेको डिसाइपल वान अफ द बेस्ट डिसाइपल झेम्बाङ हेरेरबाट एकजना रोबिन क्युजोल लोजनको चाहिँ अवतार चाहिँ हाम्रो ठाकुर दुजुलिङमा चाहिँ ट्याब्जेट दुजुलिङको प्रिभियस लाइफ अन्त यो तिर्छे चाहिँ कसरी गुरु रुचि कनेक्सन छ भन्दाखेरि चाहिँ जब 8th सेन्चुरीमा गुरु रुचेले जब तीर्थेश्वरको टिचिङ हुन्थ्यो भन्छ नि ल जब त्यति बेला चाहिँ गुरु रुचेले टिचिङ दिएको चाहिँ गुरु रुचेले ठाकुर रोबिन क्युजोल यो अहिले यो जति एउटा तिर्छे छ यो चाहिँ अहिलेको त्यति बेलाको समयको टिचिङ होइन यो चाहिँ जब पछाडि 800 साल 900 साल 1000 साल पछाडि 18th सेन्चुरीमा ठाकुर दुजुलिङमा त्यति बेला तपाईँ जन्म लिनुहुन्छ त्यति बेलाको टिचिङ हो भनेर दिनु चाहिँ 800-900 सेन्चुरीमा दिनु यो डल्लै टिचिङ चाहिँ 8th सेन्चुरीमा दिएको चाहिँ लास्टमा 18 सेन्चुरीमा चाहिँ ठाकुर दुजुलिङमा जन्मिनु भयो भोलोकमा जन्मिनु भयो भोलोकमा जन्मेर पनि जब उहाँ जन्मिँदाखेरि 9 वर्ष 12 वर्ष हुँदाखेरि चाहिँ उहाँ आफैले थाहा पायो कि म चाहिँ एउटा स्पेसल रहेछ एक्स्ट्रा अर्डिनरी रहेछ भने उहाँले चाहन्छ बट उहाँले चाहिँ त्यति बेलाको उहिलेको भन्ने पनि क्षेत्रमा भन्छ उहिले 800 साल 8th सेन्चुरीमा भएको रोबिन क्युजोल गर्दैन उहाँले चिन्नु सकेन त्यति बेला चिन्नु सकेन उहाँले जब उहाँ 25 वर्ष पुग्नुभयो यङ हुनुभयो यङ हुँदाखेरि चाहिँ एक दिन अचानक भनौँ न सडनली याद आएको रहेछ कि म चाहिँ रोबिन क्युजोल लोचकको चाहिँ अवतार रहेछ भन्ने उहाँले याद आयो मैले झेरिन भन्छ नि पहिलाको चाहिँ याद आएको जो 25 वर्षसम्म चाहिँ यादै थियो उहाँ स्पेसल हो गुरु चाहिँ दर्शन पाएको त्यो जसरी पहुँचेर दर्शन भएको फेस टु फेस दर्शन भएको बट उहाँले चाहिँ पहिला चाहिँ को भन्थ्यो त्यो उहाँले थाहा पाएन जब 25 वर्ष हुनुभयो त्यहाँदेखि चाहिँ उहाँले भन्छन् हामीले एड्रेस भन्छ तपाईँ घर कहाँ हो भने हामीले भन्छौँ कालिम्पोङ भन्ने जस्तो होइन अब कालिम्पोङ कहाँ कालिम्पोङ ठुलो छ 10 माइल क्या 10 माइल पनि कहाँ हो त घरको नम्बर त्यस्तो बिस्तारै जब 25 वर्ष याद आउनु थालेको त्यहाँदेखि डल्लै टिचिङ हाम्रो त्यसको टिचिङ त्यति बेला कसले क्षेत्रमा याद आउनुभयो त्यहाँदेखि चाहिँ उहाँले चाहिँ खुब स्वयं 30 सालसम्म जब उहाँ उमेर 55मा पुगेर उहाँले यो टिचिङ चाहिँ कसलाई
पनि ढिलो भयो नर्मली यो त्यतिरो जब तपाईँले घुम्दै आउँछ एकैचोटि अरूले भन्दैन त्यो गएर फार्ची हुन्छ फार्ची अब्स्टिकल उहाँले पनि फार्ची फ्युचरमा जसले गर्नुहुन्छ त्यसले पनि फार्ची हुन्छ त्यो गर्दाखेरि फर्स्टमा उहाँ आफै अध्ययन गरेर उहाँ आफै प्र्याक्टिस गरेको 30 सालसम्म उहाँ जब 55 पुग्यो भनौँ न अब हामीले भन्छ अलिकति अब एज अलिकति राम्रो पुग्दाखेरि चाहिँ आफ्टर 55 पुग्दाखेरि त्यहाँदेखि उहाँको एउटा डिसाइपल भनेर हुन्छ नि अब सेतो पेपरमा एउटा कालो इङ्क लेख्नु थालेको हुन्छ नि त जब उहाँको 55 वर्ष पुग्यो त्यहाँदेखि चाहिँ भनौँ न उहाँको डिसाइपललाई एक्सप्लेन गर्नुभयो हो यो चाहिँ तेस्सर हो तेस्सरमा हाम्रो सुम्बुकको इस्यु छ इस्यु चेनमा छ नि खदाले अलिक बान्नुहोस् ल खदा चाहिँ अलिक बान्नुहोस्
सुङ्के त हुन्छ यहाँ मेरो बस्नु भयो खायो यहाँ म यहाँ म ओके अब है यहाँ हाम्रो वाङहरू सकिसक्यो है लिम्बुछु पनि फर्किनु भइहाल्यो तपाईँहरूले देखिहाल्नु भयो है अन्त प्लस अब आज चाहिँ म तपाईँहरूलाई यहाँ किदुको चाहिँ सेक्रेटरीसँग चाहिँ अलिकति क्वेसन गर्छु है अन्त तपाईँहरूलाई आज दिनाङ्क 11 तारिक बिहिबारको दिन हाम्रो डेन्ड्रुक किदुको किदु भवनमा नुङ्ने आयोजन भएको हुनाले आज अन्तिम दिन समापन कार्यक्रममा हामीले दुर्बिन गुम्बाको महामहिम सिङडुप टुल्कु रिम्पोछेलाई निम्ताएको छौँ। डेन्ड्रुक किदु 1935 सालमा स्थापित भएको दुई जाति डेन्जोङपा भुटिया अनि डुक्पा भोटिया समुदाय मिली स्थापना गरिएको किदु हुन्। हाम्रो किदुले आयोजन गरिएको नुङ्ने कार्यक्रम विशेष गरी भोटिया क्यालेन्डरको चौथो महिना सागादावाको पवित्र महिना हुनाले विश्वभरि छरिएको समस्त प्राणीहरूको निम्ति एवं
विश्व शान्ति एवं कल्याणको निम्ति आयोजन गरिएको प्रार्थना सभा हो। सागादावा महिनाको पूर्णिमाको दिन हाम्रा भगवान बुद्धको जन्म, बौद्धित्व प्राप्ति अनि निर्वाण एकै दिन पर्ने हुनाले यो चौथो महिना हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण एवं पवित्र महिना हुन्। थ्याङ्क यू। ओके, अब है तपाईँहरूले होइन यहाँ किदुको सेक्रेटरीसँग पनि मैले बात मारेर उहाँले सबै एक्सप्लेन गरिदिनु भयो है। अन्त अघि रिम्बोछेले पनि माथि एक्सप्लेन गरिदिनु भएको थियो, सेम अङ्कलले पनि गरिदिनु भयो है। सो आजको भिडियो चाहिँ यति नै थियो है। उहाँ पनि राम्ररी पायो, एकदमै राम्ररी दर्शन गर्नु पायो। ओके, अब आजको भिडियो चाहिँ म यतै एन्ड गर्छु। फेरि भेटौँ अब नेक्स्ट भिडियोमा। टिल देन बाई।